नमस्ते सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा इन्स्टिमार्क। ओके, आजको यो क्लासमा स्ट्याटिस्टिक च्याप्टरबाट खास स्पेशल म यीका विद्यार्थी भाइ बहिनीहरूलाई फोकस गरेर यो च्याप्टरमा लेक्चरल भिडियो बनाएको छु र यसमा हामीले स्ट्याटिस्टिकमा खास हामीले के पढ्नुपर्छ भने हामीले एउटा मध्यकको बारेमा पढ्नुपर्छ र मध्यकको बारेमा पनि पढ्नुपर्छ र बहुलकको बारेमा हामीले पढ्छौँ, जसलाई हामी मिन, मेडियन र मोड भनेर भन्छौँ। ओके, सो सबभन्दा सुरुमा यसको बारेमा अलि थोरैमा जानकारी दिन चाहन्छु। सबभन्दा सुरुमा हामीले फर्स्टमा मध्यकको बारेमा स्टडी गर्छौँ। सो मध्यकको भित्र पनि हामीले 3वटा अलग अलग यसको ब्रान्च रहेका छन् अथवा टाइप्स भनौँ न। जस्तै मध्यक 3 किसिमका हुन्छन्, जसमा एउटा 1 नम्बरमा व्यक्तिगत श्रेणी, इन्डिभिजुअल सिरिज। व्यक्तिगत श्रेणीमा हामीले मध्यक निकाल्ने सूत्र समेसन एक्स अपन एन भन्छौँ, जहाँ यसलाई हामी समेसन भन्छौँ। यसको मतलब हुन्छ योगफल, योग, समेसन भन्छन् यसलाई अङ्ग्रेजीमा समेसन, नेपालीमा भन्ने हो भने योग। ओके, र एन भनेको त्यही डाटाहरूको सङ्ख्या जसलाई हामी एन भनेर भन्छौँ। र 2 नम्बरमा छ खण्डित श्रेणी, डिस्क्रिट सिरिज। डिस्क्रिट सिरिजको लागि हामीले मध्यक कसरी निकाल्ने भनेपछि यसको सूत्र छ समेसन एफ एम, जहाँ एफ भनेको फ्रिक्वेन्सी अर्थात् बारम्बारता भन्छौँ। एन भनेको त्यही सङ्ख्या नै हो, म लेख्दिनँ है, अब त्यही हो। त्यसपछि त्यसै गरी हामीले अविच्छिन्न श्रेणीको लागि मध्यक निकाल्ने सूत्र समेसन एफएम अपन एन हुन्छ, जहाँ एम भनेको मध्य भ्यालु। ओके, मध्य भ्यालु, मध्यमान। हामीले यति कुरा मात्रै हामीले पढ्नुपर्ने हुन्छ। सो अब क्लास स्टार्ट गरौँ। सो मैले 1 नम्बरमा आज हामी मध्यकको बारेमा पढ्छौँ। मध्यक, मिन, अङ्ग्रेजीमा यसलाई मिन भन्छन्। ल, अब हामीले मध्यकको बारेमा स्टडी गर्दाखेरि यहाँ मध्यक 3 किसिमका हुन्छन् है, 3 किसिमका हुन्छन्। एउटा हुन्छ व्यक्तिगत श्रेणीको लागि, एउटा हुन्छ अविच्छिन्न श्रेणीको लागि र एउटा हुन्छ निरन्तर श्रेणीको लागि। अर्थात् 3वटा अलग अलग डाटाहरूलाई हामीले यसको मिन निकाल्नुपर्ने हुन्छ। सो फर्स्टमा हामीले सुरुमा जस्तै एउटा आई नम्बरमा मैले लेख्छौँ व्यक्तिगत श्रेणीको लागि। व्यक्तिगत श्रेणी, यसको सूत्र के हुन्छ थाहा छ तपाईहरूलाई? मध्यकलाई जहिले पनि हामीले एक्स, त्यसपछि एक्सको बार है, यसले डिनोटेड गर्छौँ। हामीले मध्यकलाई एक्सको बार भनेर डिनोटेड गर्छौँ र व्यक्तिगत श्रेणीमा यसको सूत्र हुन्छ यस्तो सङ्केतलाई हामी सिम्बोल, यो सिम्बोललाई हामी समेसन भन्छौँ, समेसन एक्स अपन एन, जहाँ समेसन भनेको योग भन्छौँ हामी यसलाई। ओके, र एक्स भनेको प्राप्ताङ्क अथवा प्राप्ताङ्क र एन भनेको तथ्याङ्कहरूको सङ्ख्या। ओके, सो मैले यहाँ के लेखेँ भने हाम्रो यो मध्यक निकाल्नका लागि जुन समेसन एक्स अपन एन भन्ने सूत्रको प्रयोग गर्छौँ, समेसन भनेको त्यो तथ्याङ्कहरूलाई सबैले एक आपसमा जोड्नुपर्ने हुन्छ। त्यसपछि जोडिसकेपछि सोही जोडफललाई अथवा योगफललाई त्यो डाटाहरूको सङ्ख्या कति छ डिभाइड गर्नुपर्ने हुन्छ। सो यसरी डिभाइड गरिसकेपछि आएको मानलाई हामी मध्यक भन्छौँ। सो अब यो सूत्र हो, अब यसलाई हामी युज गरौँ। ल हेर्नुहोस् साथीहरू, हामीसँग एउटा प्रश्न छ। एक्स भनेको प्राप्ताङ्क अथवा तथ्याङ्कहरू। एक्स बराबर केही तथ्याङ्कहरू दिएको छ, जस्तै 1 2 3 4 5 6 7 8 9 10। ओके, र क्वेसनले के भनेछ भने मध्यक बराबर वाट, अर्थात् हामीले मध्यक फाइन्ड आउट गर्नुपर्ने हुन्छ। ठिक छ। सो अब यसले कसरी गर्ने? पहिला दिएको कुरालाई हामीले सोलुसन भनेर यहाँ लेख्नुपर्छ। सोलुसन हियर। ठिक छ। अब एक्स इज इक्वल्स टू हामी के लेख्छौँ यहाँ 1 2 3 4 5 6
7 8 9 10 यो चाहिँ हाम्रो क्वेसनमै दिएको कुरा हो है, हामीले नयाँ केही पनि गरेको छैनौँ। ओके, सम अफ एक्स भनेको यी सबैलाई जोड्नुपर्छ एक आपसमा। 1 + 2 + 3 + 4 + 5 + 6 प्लस त्यसपछि 7 + 8 + 9 + 10। ओके, अब यसलाई सबैलाई इक्वल गरेर कति हुन्छ? ल, सबैले जोडिसकेपछि 55 आयो। ओके, त्यसपछि अब n बराबर कति हुन्छ? n भनेको हामी जुन यो क्वेसनमा दिएको छ नि, यो एक्स छ। एक्स भनेको यो तथ्याङ्कहरूको सङ्ख्या कतिवटा छ? जस्तै सबै नम्बरहरूलाई काउन्ट गर्ने 1 2 3 4 5 6 7 8 9 10 हैन, जम्मा सङ्ख्या 10 वटा छन् भनेपछि n भनेको सङ्ख्या, कसको सङ्ख्या? तथ्याङ्कको सङ्ख्या। तथ्याङ्कको सङ्ख्या जम्मा 10 वटा छ। ओके, ल, हामीले चाहिने सबै हामीले फर्मुलामा निकालिसकेछौँ। अब हामी यसको सूत्र प्रयोग गरौँ। ओके, मध्यकलाई जहिले पनि एक्स बारले डिनोटेड गर्छौँ। अब एक्स बार इज इक्वल्स टु, यसको सूत्र के हुन्छ? समेसन एक्स अपन n। अब बराबर समेसन एक्सको मान यी हामीले यहाँ निकालिसकेछौँ। समेसन एक्स डिभाइडेड बाई, अब n को मान कति छ? 10, डाइरेक्टली मैले 10 लेख्छु है, 10। ओके, त्यसपछि अब 10 ले डिभाइड गरेर कति हुन्छ? 5.5 आउँछ। यो हाम्रो एन्सर आउँछ। सो तपाईँहरूले के कन्फ्युजन लाग्छ भने मलाई कमेन्टमा भन्नुहोला। हामीले व्यक्तिगत श्रेणीको लागि हामीले यो सूत्र प्रयोग गरेर कुनै पनि क्वेसनलाई हामीले सोल्भ गर्न सक्छौँ। अर्को टाइप्समा जाउँ। अब हामीले खण्डित श्रेणीको मिन निकाल्नका लागि हामीले यो वाला सूत्र प्रयोग गर्छौँ। मध्यक एक्स बार बराबर समेसन एफ एक्स अपन n। अगाडिको व्यक्तिगत श्रेणीमा हामीले समेसन एक्स अपन n को सूत्र प्रयोग गरेको थियौँ भने यहाँ चाहिँ समेसन एफ एक्स अपन n भनेर हामीले प्रयोग गर्छौँ। यहाँ एफ भन्ने कुरो नयाँ आयो। ओके, अब यसमा क्वेसन कस्तो हुन्छ भने क्वेसनको नेचर यस्तो खालको हुन्छ। एक्स भनेर एउटा लाइन हुन्छ र अर्को एफको लाइन हुन्छ। सो एक्समा हामीले प्राप्ताङ्कहरू दिएको छ, जस्तै 5 10 15 20 22 र एफमा हाम्रो 1 3 2 2 1। ठिक छ, जहाँ एफ भनेको के हो भने एफ भनेको फ्रिक्वेन्सी भन्छौँ हामी यसलाई, फ्रिक्वेन्सी अथवा बारम्बारता। एफको मतलब के हो भनेको 5 को सङ्ख्या 1, 10 को सङ्ख्या 3, 15 को सङ्ख्या 2, 20 को सङ्ख्या 2 र 22 को सङ्ख्या 1 भनेर यो एफले जनाउँछ। ओके, ठिक छ। अब हामी यसलाई सोल्युसन गरौँ। समाधान सबभन्दा सुरुमा हामीले एउटा डाटा बनाउनु पर्छ। यो एक्स को लागि जहाँ मैले 5 10 15 20 एन्ड 22 ठीक छ। र अर्को एफ को लागि अर्को टेबल 1 3 2 2 1 र हामीले यहाँ के गर्नुपर्छ भने यसमा हामी एफ इन्टु एक्स गर्नुपर्छ। यो इन्टु होइन कि यो एक्स हो है, एफ इन्टु एक्स, एक्स र एफको कोलुमलाई हामीले गुणन गर्नुपर्छ। ठिक छ। सो 5 एका 5, यहाँ 5 नै आउँछ, यहाँ 30 आउँछ। यसलाई गुणन गर्नुस् 30 आउँछ, 15 गुणा 30 आउँछ, 20 गुणा 40 आउँछ, 22 गुणा 80 भइसकेपछि यो वाला लाइनलाई हामीले सबैले जोडेर यहाँ लेख्नुपर्छ, जसलाई हामी समेसन अफ एफ एक्स भन्छौँ। अनि यो चाहिँ हाम्रो एफ बराबर n, एफ भन्नु र n भन्नु एउटै कुरो हो। यसलाई जोडेर हामी यहाँ लेख्छौँ। अब यसलाई क्याल्कुलेसन गरेर मैले 80 निकालेँ। अब हामी सूत्र प्रयोग गर्छौँ। सूत्र मध्यकलाई जहिले पनि हामीले एक्स बार भनेर हामीले रिप्रेजेन्टेड गर्छौँ। सो एक्स बार इज इक्वल्स टु, यसको सूत्र के हुन्छ? समेसन एफ एक्स अपन n बराबर, अब समेसन एफ एक्सको मान कति छ? हामीले यहाँ निकालिसकेछौँ। समेसन एफ एक्सको मान 127 छ। 127 डिभाइडेड बाई n को भ्यालु कति छ? 9, 14.180 मात्रै लेख्छौँ। यो हाम्रो एन्सर हुन्छ। अब हामी तेस्रो नम्बरमा अविच्छिन्न श्रेणी, यसलाई अङ्ग्रेजीमा कन्टिन्युअस सिरिज भन्छौँ।
यसको सूत्र मध्यक निकाल्नका लागि यो श्रेणीको लागि हामीले यो वाला सूत्र युज गर्छौँ जहाँ समेसन एफएम अपन एन। ठिक छ। एफ भनेको मैले अघि नै भनिसकेको छु, एफ भनेको बारम्बारता अर्थात् फ्रिक्वेन्सी र एम भनेको मध्यमान। मध्यमानको मतलब के हुन्छ भने यो वाला पोइन्ट र यो वाला पोइन्ट अर्थात् यो नम्बर र यो नम्बरलाई हामीले प्लस गर्नुपर्छ। प्लस गरेर फेरि 2 ले भाग गर्नुपर्छ। ओके, यहाँ 2 छ त्यसैले 2 ले भाग गरेको होइन। यो नम्बरहरू 2 वटा छन् नि, एउटा नम्बर अर्को नम्बर, यी दुईटै नम्बरलाई पहिला जोड्नुपर्छ र जोडेर फेरि 2 ले भाग गर्नुपर्छ। यसलाई र यसलाई जोड्ने 2 ले भाग गर्ने त्यो मध्यमान आउँछ। यसलाई जोड्नुस्, जोडेर फेरि 2 ले भाग गर्नुस्, त्यो मध्यमान आउँछ यसको लागि। र यसको लागि मध्यमान भनेको यसले र यसले प्लस गर्नुस् र जति आउँछ त्यसलाई फेरि 2 ले भाग गर्नुस्, यसको लागि त्यो मध्यमान आउँछ। ओके, ल हामी अगाडि बढौँ, क्वेसनतिर सोल्भ गरौँ है। सोलुसन क्वेसनले के दिएको छ हियर। सो एक्स र यो एक्समा हामी के लेख्छौँ 10 to 15 and 15 to 25, 25 to 35 and 35 to 45। ठिक छ, यसलाई बाउन्ड गर्छौँ र क्वेसनमा एक्स सोल्भ भइसक्यो। अब एफमा 2 2 3 4। ठिक छ, अब हामीले एम निकालौँ। हेर्नुहोस् है, एम निकाल्नका लागि हामीले पहिला के गर्नुपर्छ 10 प्लस 15 डिभाइडेड बाई 2 बराबर कति आउँछ एन्ड 15 प्लस 25 बाई 2 गरौँ। त्यसै गरी 25 प्लस 35 यसलाई पनि 2 ले भाग गरौँ। यो सबैलाई हो यो। ओके, बुझ्नुहोस् तपाईँ आफै। अनि यो 35 प्लस 45 यसलाई पनि यसो गरौँ न, फेरि कन्फ्युज हुन्छ नि। ओके 2। ठिक छ, ल सबैले जोडेर कति आउँछ। ओके, क्यालकुलेसन गरेर मैले यति निकालेँ। क्यालकुलेसन गर्दाखेरि केही मिस्टेक पनि हुनसक्छ, तपाईँहरूले चेक गर्नुहोला है। ल अब यो पुरै होल टर्म्सलाई हामीले यम भन्छौँ। ठिक छ, र लास्टमा हामीले एफएम पनि निकाल्नुपर्छ। एफएम भनेको के हो? एफएम भनेको एफ र एमको कोलुमहरूलाई हामीले एक आपसमा गुणन गर्नुपर्छ। ओके, र गुणन गरेर हामीले यहाँ लेख्नुपर्छ। अब यति गरिसकेपछि एफएम भनेको हामीले 2 र 12.5 लाई गुणन गरेर यति आउँछ। 2 × 20 गरेपछि 40 आउँछ। 10 × 30 गुणन गरेपछि 90 आउँछ। अनि 4 × 40 गरेपछि 160 आउँछ। अब यो लाइनलाई हामीले के भन्छौँ भने यसलाई हामी समेसन अफ एफएम बराबर, अब सबैलाई हामीले जोडेर यहाँ लेख्नुपर्छ। अनि यो वाला लाइनलाई हामीले एन भन्छौँ, यसलाई जोडेर हामी यहाँ लेख्नुपर्ने हुन्छ। अब कति हुन्छ 4 × 7 7 8 9 10 11। सो 11 आउँछ। अब यसलाई सबैले जोडेर यहाँ लेख्नुपर्छ। अब यहाँ चाहिँ 290 आउँछ यसको एन्सर। ठिक छ, र लास्टमा अब हामी यसको सूत्र युज गर्छौँ। हामीलाई सूत्र थाहा छ। सूत्र मध्यकलाई एक्स बारले हामी रिप्रेजेन्ट गर्छौँ बराबर समेसन एफएम अपन एन। ओके, त्यसपछि हेर्नुहोस् है, समेसन एफएमको मान कति छ यहाँ छ। समेसन एफएमको मान 290 छ। 290 डिभाइडेड बाई एनको मान कति छ 11 छ। 26.36। सो 26.3 छ यो चाहिँ हाम्रो एन्सर। र हामीले मध्यकको बारेमा तीनवटै मध्यकको बारेमा हामीले पढिसक्यौँ, जसमा हामीले सुरुमा म तपाईलाई फेरि एकपटक रिभ्यू गर्छु। हामीले मध्यकको बारेमा हामीले मध्यक पढ्यौँ, जसमा व्यक्तिगत श्रेणीको लागि पढिसक्यौँ हामीले। अनि अर्को 2 नम्बरमा खण्डित श्रेणी। 2 नम्बरमा हामीले खण्डित श्रेणी र
तेस्रो नम्बरमा हामीले अविच्छिन्न श्रेणीको बारेमा हामीले पढिसकेका छौँ। आई होप यु स्टुडेन्ट्स तपाईँले सायद बुझिसक्नु भयो होला। यदि केही कमी कमजोरी छ भने म तपाईँहरूलाई अझ फिडब्याक दिन कोसिस गर्छु र अगाडिको यो भिडियोमा अब हामी अर्को लेक्चरमा मध्यिकाको बारेमा स्टडी गर्छौँ। मध्यिकाको बारेमा पढ्छौँ। सो थ्याङ्क यू, बाई बाई।